आज पनि मौरी खाने तयारी गरेर हिँडेको एउटा त निकालियो अब यहाँ छ के मोती चाहिँ खोज्दै र अनि के मलाई थाहा छैन थप ए ए अब एरिया नि हेर्नु त एकछिन सबर खिल ननिकाले त मारिहाल्छ नि यस्तो अप्ठ्यारोमा पनि कसरी सजिलोमा कहाँ मौरी खान्छ हौ सजिलोमा कोही चिज पाइन्छ कति जेलेको रहेछ न आज कति छ तल मेन डाला चाहिँ काटेर त सोर न ए सबै घाँस उखाने सबै मभरि उहीँ खस्छ आयो ए जता तपाईँ जोल्ठेको ठाउँमा रहेछ साला पक्रेर मा हटाउ न सुरुमा त्यो झप्पै गएको भएर नि आएको हो कि सिधै फुक्क गर्नुहोस् त माउ त बङ्गै झऱ्यो त्यसैले टोकेको हो कि यो उहाँ पर एउटा टुक्रा छोड्यौ त त्यहाँ यता के गयो यता अगाडि फर्किनु त घोच्यो यता हरितिर ल्याएर उडाइदिनुहोस् फेरि झन् काँटातिरै गयो एकछिन सबर झन् म हटाइदिन्छु झन् काँटातिर एकछिन सबर ल खै त यता देखाउनु त त्यसलाई यता झन् यता अगाडि बढ्नु के यता आऊ न झन् उता जान्छ काँटा